अत्यन्त दुःखद खबर नेपाली चलचित्र क्षेत्र तथा सङ्गीत क्षेत्रका चर्चित नायक प्रशान्त तामाङको कलिलो उमेरमै आज निधन भएको छ। तामाङको आज बिहान भारतको दिल्ली स्थित आफ्नै निवासमा 43 वर्षको उमेरमा निधन भएको हो। प्रारम्भिक जानकारी अनुसार उनको निधन हृदयघातका कारण भएको बताइएको छ। सलमान खानको फिल्म ब्याटल अफ गलवानबाट बलिउड डेब्यू गरेका प्रशान्त तामाङ सोही फिल्मको छायाङ्कन सकाएर घरमा आराम गरिरहेका थिए। त्यसो त फुर्सदमा मात्र होइन, फुर्सद मिलाएर उनी दिल्ली स्थित घरमा बस्ने गरेका थिए, खास गरी छोरीको हेरचाहका लागि। 3 वर्षकी छोरीसँग उनी बाँकी समय खेलेर बिताउँथे। श्रीमती एयर होस्टेस भएको कारण घरमा रहेर छोरीको रेखदेख गर्ने जिम्मा पनि उनकै थियो। कलाकार एवं निर्माता राजेश घटानीका अनुसार उनी छोरीलाई धेरै माया गर्थे। कार्यक्रमको अफर आए पनि अस्वीकार गर्दै बसेका थिए छोरीकै लागि। छोरीप्रति यति बिघ्न लगाव हुनुको कारण उनले छोरीमा आमाको प्रतिबिम्ब देख्छु भन्थे। कोरोनाको बेला उनकी आमाको निधन भएको थियो। त्यसबेला उनी दिल्लीमै थिए। कोरोना महाव्याधिपछि सर्वत्र ठप्प थियो। यता दार्जिलिङमा आमा बितिन् कोरोनाले नै। प्रशान्तले आमालाई अन्तिम अवस्थामा भेट्न पाएनन्, जबकि उनी परिवारका एकमात्र छोरा थिए। परिवारप्रति त्यस्तो लगाव राख्ने र करियरका लागि पनि उत्तिकै सचेत थिए। तर उनको जीवन धेरै लामो रहेन। दिल्लीमा छोरीसँगै बसिरहेका प्रशान्तको कार्डिएट अरेस्टका कारण निधन भयो।